बोर्डिङ स्कुलमा पढाउने शिक्षकहरूको तलब एकदमै कम हुन्छ, तर बोर्डिङको रिजल्ट राम्रो हुन्छ। सरकारी स्कुलमा पढाउने शिक्षकहरूको तलब भत्ता अलि धेरै हुन्छ, तर रिजल्ट चाहिँ किन यस्तो खस्केको आउँछ भनेर शिक्षकहरूलाई दोष लगाउने या विद्यार्थीहरू नै त्यस्ता हुन् कि भनेर सोच्ने चाहिँ हाम्रो पहिल्यैदेखिको एउटा सोचाइ हो। विद्यालयमा चाहिँ शिक्षक र विद्यार्थी मात्रै हुँदैन र उनीहरूले मात्रै चाहेर सबै कुरा मिल्दैन। त्यहाँनिर एउटा व्यवस्थापन गर्ने मान्छेहरू पनि हुन्छन्। बोर्डिङमा विद्यालय व्यवस्थापन गर्ने मान्छेहरू कस्ता कस्ता मान्छेहरू हुन्छन् र तिनले के गर्छन् हेरौँ। अनि यता सरकारी स्कुलमा चाहिँ विद्यालय व्यवस्थापन गर्नको लागि कस्ता कस्ता मान्छेहरू बसेका हुन्छन् र तिनले के गर्छन् त्यो हेरौँ। अहिले सरकारी स्कुलमा पढिरहेको मान्छेलाई बोर्डिङमा लाने हो भने उसले राम्रो पढाइ गर्छ। अहिले सरकारी स्कुलमा पढाइराख्नु भएको शिक्षक पनि बोर्डिङमा जानुभयो भने उहाँले राम्रोसँग पढाउनुहुन्छ। अहिले पढाइ पनि राख्नु भएको छ, धेरै शिक्षकहरू जानु पनि भएको छ। तर यदि सरकारी स्कुलको विद्यालय व्यवस्थापन गर्ने मान्छेहरू त्यो टिमलाई बोर्डिङमा लगेर विद्यालय व्यवस्थापन समिति बनाइदिने हो भने बोर्डिङमा एकजना पनि पास हुन गाह्रो हुन्छ, होइन? शिक्षकहरू पनि अधिकांश दलको झोला बोकेर हिँड्छन्, पार्टीका मान्छेहरू हुन्छन्, त्यो भएर पनि हो भनेर हामी भन्छौँ। बाहिरबाट झट्टै हेर्दा झोला बिसाए हुन्थ्यो नि भन्न सजिलो हुन्छ। कैदीले किन हातमा हतघडी लगाएको खोले हुन्थ्यो नि भन्नु र शिक्षकले किन दलको झोला बोकेको बिसाए हुन्थ्यो नि भन्नलाई सजिलो कुरा हो। तर कैदीले पनि रहरले हातमा हतघडी लगाएको हुँदैन, शिक्षकहरूले पनि रहरले मात्रै झोला बोकेका हुँदैनन्। त्यो दुवैजनाको बाध्यता हो र त्यो आफ्नो खुसीले गरेको कुरा होइन भनेर हामीले बुझ्नुपर्छ। दुवैजनालाई रहर छ आफू स्वतन्त्र हुने। आज शिक्षकहरू विद्यालयभित्रै बन्दी भइरहेका छन्। बन्दी नभइकन कुनै पनि मान्छे शिक्षक हुनलाई गाह्रो छ। त्यो तपाईँ हामीले पनि दिँदैनौँ कि एउटा समाजले नै शिक्षक चाहिँ म कुनै पनि पार्टीमा लाग्दैन, कसैको पनि झोला बोक्दैन, निष्पक्ष भएर स्वतन्त्र भएर पढाउँछु भन्यो भने त्यस्ता शिक्षकहरू टिक्ने चान्सेस सम्भवतः सहरमा के छ कुन्नी, तर गाउँघरमा चाहिँ हुँदैन। किनभने गाउँघरमा एउटा विद्यालय भनेको चाहिँ एउटा हुन्छ नि चौतारीमा फलेको आँपको रुख जस्तै हो कि, त्यहाँ जसले पनि ढुङ्गा हाने हुन्छ, जसले पनि झटारो हानेर आँप झारेर खायो हुन्छ कि। विद्यालय भनेको त्यहाँको शिक्षकहरू भनेको चाहिँ आफ्नो पार्टीको चाहिँ कार्यकर्तालाई हाल्ने ठाउँ जस्तो सबैले त्यसको एउटा युज मात्रै गरिरहेको हुन्छ। हाम्रो दृष्टिकोणमा के छ भनेदेखि बोर्डिङ पढाउने शिक्षकहरू चाहिँ एकदमै ट्यालेन्ट हुनुहुन्छ, सरकारी पढाउने मान्छेहरू केही नजानेको मान्छेहरू हुन्छन् भन्ने हाम्रो त्यो सोचाइ छ। त्यस्तो होइन। शिक्षकहरू बकाइदा बरु बोर्डिङमा शिक्षक बन्नको लागि परीक्षा के पास गर्नुपर्छ, पर्ला नपर्ला है, तर सरकारी स्कुलमा पढाउँदा त परीक्षा पास गरेर लाइसेन्स लिएर आउनुपर्छ नि, होइन र? पास हुनुपर्छ नि त। अनि त्यस्तो शिक्षकहरू चाहिँ कमजोर छन् भनेर मानसिकता राख्नु गलत हुन्छ। म 5 कक्षा पढ्ने बेलातिर चाहिँ एकजना शिक्षक आउनुभएको थियो। उहाँले हाम्रो अङ्ग्रेजी चाहिँ एकदम बेहाल देख्नुभयो। उहाँले के भन्नुभयो भने मलाई 2 महिना 3 महिनाको समय दिनु, म तपाईँहरूको व्याकरण चाहिँ राम्रो बनाइदिन्छु। सुरुमा व्याकरण राम्रो बनाइदिन्छु, अनि मात्रै अङ्ग्रेजी बोल्न सकिन्छ, बेस भएन भनेर पढाउँदै हुनुहुन्थ्यो। अनि त्यो कुरा चाहिँ फेरि हाम्रा समाजका भनौँ न राजनीति गर्ने मान्छेहरूले थाहा पाइहाल्नुभयो। फलाना नयाँ आएको शिक्षकले चाहिँ कोर्स पढाउँदैन अरे भनेर भन्नुभयो। अनि उहाँहरूले विद्यार्थी हामीहरूसँग सोध्नुभयो कस्तो पढाउँछ भनेर। अनि हामीले भन्यो अब यी किताब चाहिँ पढाउनुहुन्न, व्याकरण पढाइराख्नु भएको छ। त उहाँहरूलाई काम पुगिहाल्यो, उहाँहरूको अब दिमागको बत्ती जलिगयो। अनि उहाँहरूले के भन्नुभयो भने कोर्स नपढाउने रहेछ शिक्षकले, कोर्स पढा भनेर भन्नु, कोर्स पढाएन भने फेल हुन्छ है तिमीहरू भनेर हामीलाई उचाल्नु भयो। अनि हामीले कोर्स पढाउनुपर्छ भनेर भन्नुभयो। शिक्षकले हामीलाई यति बिन्ती गर्नुभयो कि अङ्ग्रेजी खत्तम छ, बेस नै छैन, केही पनि व्याकरणै आउँदैन, यतिमा नै कोर्स किताब पढ्नलाई तिमीहरूले सक्दैनौ, केही समय हामीले व्याकरण पढ्नुपर्छ अङ्ग्रेजी जान्नको लागि भन्नुभयो। तर विद्यार्थीहरूले मानेनन्, शिक्षकले पनि केही सिप लागेन, किताब पढाउन थाल्नुभयो, त्यही शैलीमा गयो। तर केही महिना पछाडि शिक्षक सरुवाउनु भयो। कारण के त भन्दाखेरि शिक्षकलाई पढाउनै आएन भन्ने किसिमको उहाँहरूले चाहिँ बहाना बनाउनु भएछ। र कसले रिपोर्ट गर्यो भन्दाखेरि विद्यार्थीहरूले रिपोर्ट गर्यो भन्ने किसिमको चाहिँ बहाना बनाएर त्यो शिक्षक हटाएर आफ्नो ल्याउने प्रपञ्च रच्नुभयो। यस्तो चाहिँ सरकारी विद्यालयमा भइरहेको छ। कति महिनामा कुन शिक्षक कुन ठाउँमा पठाइदिने हो या कसलाई निकालिदिने हो त्यो कसले निर्णय गर्छ त भन्दाखेरि गाउँमा पार्टीमा लागेको जो कोही हुन्छ, कोही पढे लेखेका होलान्, तर धेरै जस्तो गौँवारहरू पनि हुनसक्छ। एउटा गौँवारले एउटा शिक्षकलाई कुन ठाउँमा लगिदिने, कुन ठाउँमा राख्ने, कहिले जागिर खाइदिने भन्ने कुरा त्यो एउटा गौँवारको हातमा हुन्छ। त्यो किसिमको शिक्षा प्रणाली सायद नेपाल बाहेक अन्त छैन होला जस्तो लाग्छ मलाई। शिक्षक चाहिँ भकुण्ड जस्तो भनौँ, शिक्षक मादल जस्तो भनौँ, जसले जे गर्दा पनि हुने जस्तो। शिक्षकको तागतै छैन क्या, तेरो जागिर खाइदिउँ भनेर गाउँघरमा हिँड्ने जसले नि भन्न पाए क्या। अनि त्यस्तो निरीह बनाइएको छ शिक्षकलाई। शिक्षकको आड भरोसा कोही पनि छैन। अनि यदि आड भरोसा चाहिने हो भने शिक्षकलाई बाध्यता छ। जसरी तपाईँ हामीलाई आड भरोसा गाउँघरमा मलामीको लागि पनि एउटा पार्टीमा आबद्ध हुनु
पर्छ नि त। स्वतन्त्र मान्छे चाहिँ तपाईँ कसैलाई भोटै हाल्नुहुन्न भने गाउँघरमा तपाईँसँग बोल्ने मान्छे पनि कम हुन्छ, तपाईँलाई सहयोग गर्ने मान्छे पनि कम हुन्छ, तपाईँको चिन्ता लिदिने या तपाईँको सुरक्षा गरिदिने मान्छे पनि गाउँघरमा हुँदैन। बाँच्नकै लागि पनि एउटा न एउटा पार्टी चाहिँ बोक्नुपर्छ एउटा गाउँघरमा बस्नको लागि भनेदेखि शिक्षकको लागि पनि बाध्यता त्यो। पुरा गाउँ नै त्यो हिसाबले चलेको छ भनेदेखि शिक्षकले मात्रै म स्वतन्त्र हुन्छु भन्न गाह्रो हुन्छ। अहिलेको जुन आन्दोलन छ यसले के चाहिँ एउटा हामीलाई सिकाएको छ पाठ भन्दाखेरि शिक्षकहरू पनि आफै स्वतन्त्र हुन खोजिराख्नु भएको छ। यो चाहिँ सुखद पक्ष हो जस्तो लाग्छ। यो चाहिँ ऐतिहासिक एउटा आन्दोलन मान्छु म चाहिँ। यदि शिक्षकहरू चाहिँ स्वतन्त्र भइदिनु भयो भने शिक्षक स्वतन्त्र भएको देश राम्रो हुन चाहिँ कसैले पनि रोक्दैन जस्तो लाग्छ। हुन त हाम्रो बुझाइमा शिक्षकले राजनीति कुरा गर्नु हुँदैन भनेर भन्छौँ। शिक्षकले नै हो क्या खासमा राजनीति कुरा गर्ने, किनभने बुझेको ज्ञानी मान्छे नै शिक्षक हो नि। अरूलाई ज्ञान सिकाउने मान्छे, शिक्षकले बोलेको शब्द भनेको त कुनै हल्ला हुँदैन, झुटो हुँदैन, प्रोपागान्डा हुँदैन, एउटा तथ्यमा आधारित हुन्छ नि त होइन। पक्षपात गर्नु हुँदैन। शिक्षकले आफ्नो व्यक्तिगत स्वार्थको लागि, आफ्नो फाइदाको लागि चाहिँ राजनीति गर्नु हुँदैन, अथवा राजनीतिलाई चाहिँ माध्यम बनाएर कमाउ धन्दा गर्नु हुँदैन जुन अरूले गरिरहेको छ भने त शिक्षकले चाहिँ खासमा राजनीतिको विषयमा बोल्नुपर्ने होला नि। शिक्षकले बोलेको शब्द पो प्रमाणित हुने चान्सेसहरू धेरै हुने होला नि त। यहाँ त एसएलसी पनि पास नगरेको मान्छेहरूले प्रोफेसरलाई चाहिँ पुरा चाहिँ भेला गरेर चाहिँ प्रवचन दिइराखेको हुन्छ होइन। त्यो विषयको अध्ययनै नभएको मान्छेले चाहिँ अब त्यो विषयका प्रोफेसरहरूलाई चाहिँ पुराले मजाले पाठ पढाइराखेको हुन्छ। त्यो पनि मजाले सुनिदिनु परेछ। सबै झुटो, सबै यो केही पनि मिलेको छैन भने थाहा छ तैपनि हो हजुर भनिदिनु परेछ। यो अवस्था उल्टो भइरहेको छ कि त्यो चोरले पुलिस समात्यो भने जस्तो भइरहेछ। त्यहाँदेखि शिक्षकलाई पढाउने पनि अब अनपढले शिक्षकलाई पढाइरहेको छ कि त्यो उल्टो व्यवस्थामा हामी चलिराखे भए कारणले आज हाम्रो शिक्षा स्थितिदेखि लिएर हाम्रो सबै कुराहरू डामाडोल र उल्टो पाल्टो भइरहेको छ। यसलाई सच्याउने हो भने शिक्षकले आफ्नो व्यक्तिगत स्वार्थको लागि कुनै पनि राजनीतिक सङ्गठनमा आबद्ध हुनु हुँदैन, त्यस्तो हुने वातावरण आउनु हुँदैन। शिक्षक स्वतन्त्र भएर र सामाजिक हितको लागि चाहिँ अगाडि बढ्न पाउनुपर्छ। होला केही शिक्षकहरू चाहिँ बदमासहरू पनि हुनुहुन्छ होला, तर त्यसले समग्र शिक्षकहरू नै यस्ता छन् भनेर भन्नु हुँदैन। शिक्षक कहिले पनि साधारण हुँदैन भन्ने एउटा प्रचलित इतिहास पनि छ। आचार्य चाणक्य जब धनानन्दको दरबारमा जान्छन्, धनानन्द चाहिँ एकदम खराब किसिमको शासक हुन्छ, क्रूर हुन्छ। उसले शिक्षकलाई चाहिँ के सोच्या हुन्छ भनेदेखि मैले पैसा दिइसके पछाडि यिनीहरूले मेरै गान गाउँछन्, शिक्षकहरू भनेको एउटा मगन्ते हुन् भनेको किसिमको उसको व्यवहार हुन्छ। तर आचार्य चाणक्यले चाहिँ उसलाई तिमी राजा हुन योग्य छैनौ भनेर भनिदिन्छ। अनि धनानन्द रिसाउने नै भइगयो। एउटा जाबो नाथे शिक्षकले, एउटा साधारण ब्राह्मणले मलाई औँला उठाउने के पुगेन भन् म तँलाई किनिदिन्छु भन्ने किसिमको कुरा गर्छ। त्यतिखेर आचार्य चाणक्यले के भन्छन् भने शिक्षक साधारण हुँदैन धनानन्द, एक दिन म तेरो ठाउँमा तँभन्दा योग्य राजा लिएर आएर राखिदिन्छु र त्यति बेलासम्म म यो मेरो कपालको यो शिखा भन्छ नि त्यो बाँध्दिन भनेर प्रतिज्ञा गरेर हिँडेको हुन्छ। शिक्षकको प्रतिज्ञा चाहिँ त्यति मजबुत हुन्छ, त्यति बलवान हुन्छ, शिक्षक त्यति धैर्यवान हुन्छन् भन्ने एउटा उदाहरण हो क्या। र शिक्षकले राजनीति परिवर्तन कतिसम्म र कुन हदसम्म गर्न सक्छन् र व्यवस्था पनि शिक्षकले कसरी चाहिँ मिलाउन या फेर्न सक्छन् भन्ने कुरा चाहिँ त्यो एउटा सिङ्गो पाठ हो। शिक्षकहरूप्रति मेरो आफ्नो समर्थन छ। यहाँहरूको माग पुरा होस् र आगामी दिनहरूमा कुनै पनि दलका नेताहरूले या कुनै पनि दलले शिक्षकहरूलाई बाँध्न नसकोस्। शिक्षकहरू स्वतन्त्र रहन्, देश सुखी होस्। धन्यवाद।